हेलो बेबी, आज घरमा कोही पनि हुँदैन के? मम्मी भोलि सिटी नगएको लागि सामान लिन बजार जानु भएको छ के? अब शर्मिला आन्टीकोमा तरकारी किन्दाखेरि लक्ष्मी दिदीको कुरा काटेर बस्नुहुन्छ। लक्ष्मी दिदीकोमा पुग्दाखेरि शर्मिला आन्टीको बारेमा आधी घण्टा कुरा काटेर बस्नुहुन्छ। अब त्यसपछि बिमला आन्टीको पसलमा गएर चिया खाँदै लक्ष्मी दिदी र शर्मिला आन्टीकोबाट फुर्केको कुरा बात नुन मसला थपेर लाग्छ होला ढुक्कै 3-4 घण्टा। तिमी आइहाल न, आउ न ल। के टल्ल परेर हेरिरा भूत देखे यस्तै न चल बग। ओहो नानी ठ्याक्कै टाइममा आउनु भएछ तपाईँ। अलिकति मलाई काटकुट गर्नेमा हेल्प गरिदिनु आउनु। यो बेमान बच्चा केही काम गर्दैन। मम्मी चाँडै आउनु भयो त आज। आन्टीहरूको पसल बन्द थियो कि क्या हो? अनि अस्ति आफैले काठमाडौँको कुना कुनाबाट सामान लिएर आएको मम्मी भनेर झुकाएर बिगमार्टबाट ल्याएको होइन? सबै सामान एउटै छानामुनि पाइने रहेछ। म त एसीको हावा खाँदै सामान किन्दै बाहिर बसेर आइसक्रिम खाएर आएँ। नानी भोलि पनि यसो सघाउन आउने हो कि मलाई? बिगमार्टमा सपिङ गरी मम्मी हुनुभयो मख। हाम्रो तर्फबाट सबैलाई ह्याप्पी सिटी नख।